कहिलेदेखि यो बङ्गुरको मासु खाने क्रेभिङ फाइनली आज आएर चाहिँ सकियो है त साथीहरू। सो हेलो एभ्रिवान, फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो डे 40 मिनट ब्लग। आई होप कि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। अनि आज चाहिँ हाम्रो घरमा पाक्दैछ बङ्गुरको मासु, मतलब कि पोर्क, च्वाचेको मासु जे पनि भन्दा हुन्छ। अनि मैले चाहिँ यसलाई बोइल गरेर नुन र हल्दी पानीमा बोइल गरेर यसलाई गरिसकेको थिएँ। त्यसपछि चाहिँ साथीहरू म यसलाई लागि पकाउन पहिला चाहिँ मैले यसलाई तेलमा फ्राई गरेँ। अनि मैले त्यो सबै भेजिजहरू काटेर राखिसकेको थिएँ, प्याज खुर्सानी टमाटरहरू। अनि के साथीहरू मलाई चाहिँ यति खान मन लागिरहेको थियो, पोर्कको मासु यति खान मन लागिरहेको थियो कहिलेदेखि। अनि यहाँ चाहिँ फेरि शनिबारको मात्रै पाउँछ अरे भन्ने सुनेको। अब आफूले त देखेको पनि छैन चाहिँ होइन, यति जिद्दी गरी मैले बाबालाई ल्याउनु पठाएको। अनि फेरि चाहिँ मैले यो पोर्क खाने हो भने म बिरामी भइहाल्ने के, मैले धेरै पटक खाएको छु नि त। अनि खायो कि बिरामी भइहाल्ने, अनि उस्तै गरिहाल्नु पर्ने कि। अनि यसरी चाहिँ केही पनि भएन साथीहरू। मैले चाहिँ यो 4-5 दिन अगाडिको भिडियो हो, आज हाल्दैछु। अनि त्यसपछि चाहिँ यसमा सबै मैले टमाटर पनि हालेँ। त्यसपछि मैले त्यो अघि कुटेर राखेको थिएँ नि जिरा धनियाँ, अनि त्यसपछि अदुवा पनि हालेँ। अनि मसलाहरू हालेँ, कश्मिरी मिर्ची हालेपछि यस्तो दामी कलर दिन्छ नि त। साथीहरू मेरो स्टोरेज फुल भयो, म भिडियो डिलिट गर्नमै ठिक्क भयो। अनि मैले यता धनियाँ हालेँ, धनियाँ हालिसकेपछि यो मासु चाहिँ बनेर रेडी भयो। यस्तो दामी देखेको के साथीहरू, यति दामी देखेको मात्रै होइन साथीहरू, खाना पनि एकदम राम्रो थियो। अनि तातो नै सर्भ गरेँ खानाहरू। सो आजलाई मेरो मिनी भ्लग यति नै, फेरि भेटौँ अर्को भिडियोमा, त्यतिसम्मको लागि बाइ बाइ।